हेलो सबैजना मेरा प्यारा प्यारा दाजुभाइ दिदीबहिनीहरू आफन्तजनहरू सम्पूर्ण मेरा साथीभाइहरूलाई दुई हात जोडेर नमस्कार। साथीहरू फेरि पनि म आज कुवेत सिटी मालियामा आएको छु। त्यहाँ सानो कामको सिलसिलामा ड्युटी सकेर कामको सिलसिलामा हल्का बाहिर निस्किने बेलामा सानो यो गार्डनमा छिरेको छु। फेरि पनि म नयाँ गार्डन, यहाँ चाहिँ एकदमै राम्रो तरिकाले गार्डन बनाएको रहेछ। त्यसैमा म हल्का भिडियो बनाएर तपाईहरु सामुन्ने उपस्थित भएको छु। तपाईहरु के गर्दै हुनुहुन्छ, कता कता हुनुहुन्छ? अहिले कुवेतको टाइम अनुसारले ठ्याक्कै 6:40 गएको छ। त्यसैमा पनि म तपाईहरुलाई यो सानो भिडियो बनाएर देखाउन गएको छु। हेर्नुहोला साथीहरु, यो कुवेतको मालिया भन्ने ठाउँ हो है। यहाँ चाहिँ एकदमै ठुला ठुला बिल्डिङहरु छन्। त्यसैमा पनि यो झरना भन्दा पनि यो एकदमै स्विमिङ पुलमा भिडियो बनाउन गएको छु। म चाहिँ जताततै हरियाली हरियाली, अँध्यारो भइरहेको छ। अँध्यारोमा पनि यहाँ उज्यालो एकदमै जताततै बत्ती बत्ती बालेको भएर उज्यालो बनेको छ। के गर्दै हुनुहुन्छ हजुरहरू? म चाहिँ यता मालिया कुवेत सिटी मालियामा आएको छु। तपाईहरुले देख्न सक्नुहुनेछ, यो चाहिँ एकदमै कुवेतको मालिया भन्ने ठाउँमा हो। कुवेतमा पनि ठुल्ठुला टावरहरू बन्दैछन्। एकदमै राम्रो राम्रो टावरहरू, भ्यू टावरहरू हेर्न सक्नुहुनेछ साथीहरू। सबैजना साथीहरू आफ्नो ख्याल गर्नुहोला, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला, धेरै धेरै खुसी हुनुहोला, ह्याप्पी हुनुहोला। टाइमको सदुपयोग गर्नुहोला। काम गरेर बचेको समयमा पनि हल्का हिँडडुल गर्नुहोला, उठ्नुहोला भन्न चाहन्छु तपाईहरुलाई। म चाहिँ कामको सिलसिलामा काम पनि गर्ने अनि हल्का काम